मतलाले गुरास भएछु मतलाले गुरास भएछु मनै भारी फुलिदिन्छु मनै भारी फुलिदिन्छु मनै भारी। अब यहाँ सिधो सिधो गुफा जाने क्रममा हामीहरू अब बिस्तारै जाँदैछौँ। बिस्तारै सिधो गुफा पनि आउन लागिसकेको छ। यहाँ उन पोथ्यू हिँड्न नसक्ने पोथ्यू त्यहाँ पोथीको नाम के होला? त्यो सिद्ध गुफा यही हो। हेर्नु सक्नुहुन्छ एउटा कालो बादल र उता अर्को दुईवटा बादल छन् त्यहाँ। यो सिद्ध गुफाभित्र हामी छिर्दैछौँ साथीहरू। ल क्रममा पछाडि हुनुहुन्छ विश्वास दाहाल एकदम यता पछाडि छ सिद्ध गुफा। हेर्नुहोस् सिद्ध गुफाभित्र छिर्दैछ गाइज। ल हेर्नु यति अँध्यारो छ। अब यहाँ भित्र गएपछि कति अँध्यारो होला। ल साथीहरू हामी भित्र ब्लक छिरिसकेको छौँ सिद्ध गुफाभित्र। तन्नमा लोटेको साथीहरू। लाइट देखाउने यार तिमी म बिचमा हो कि तिमी यार? तिमी लाइट देखाउने मान्छे यार। ल हेर्नु साथी गुफा यस्तो छ। अब यहाँ यस्तो गुफाभित्र हामी छिर्दैछौँ बिना अनुमति। गेट बन्द थियो त्यही पनि हामी अब सर्टकटमा छिरिरहेको छौँ। यति उकालो छ हेर्नुहोस् यहाँ माथि। अब माथि जाने क्रम जारी नै छ। पछाडि हेर्नु सक्नुहोस् यस्तो पुरै कालो। अब बत्ती बालेको कामै छैन यहाँ त। अब अन्धकार छ। हेर्नु यो के मूर्ति हो? यो यी मूर्ति यहाँ छ। उत्सव सापकोटाले चाहिँ पोडकास्ट चाहिँ यहाँ गर्नुभएको थियो। यहाँ चाहिँ मन्दिर सन्दिर छ हल्का फुल्का देखिरहेको छैन। अब यहाँ पुरै अन्धकार भइसक्यो साथीहरू। तपाईँले केही देख्न सक्नुहुन्न। अब हेर्नुहोस् हजुरलाई यसरी हेर्दाखेरि चाहिँ यता यसरी हेर्दाखेरि चाहिँ देखिन्छ लाइट बल्दाखेरि। माथि त केही छैन हेर्नु पुरै माथि देखाउ त केही देखिँदैन। माथि माथि आकाश हो मूर्तिहरू हामी यसरी हिँडिरहेको छौँ साथीहरू। हेर्नु केही देखिरहेको छैन तल भुइँमा। बाटो एकदम छ यहाँ। यहाँ तल चाहिँ सम्म बाटो रहेछ। यहाँ त पुरै दामी छ। लाइट देखाउँछ साथीहरू त यसरी अगाडि यस्तो गुफा छ। ल यता देखाउँदा अगाडि देखाउँदा यस्तो अगाडि देखिराख्नु भएको नि। अगाडि एउटा लाइट बालेको हो त्यो बादल हो। बादल लाइट बाल्छ कसरी बाल्छ भन्दाखेरि यसरी बाल्छ। देख्नुभयो? हेर्नु बल्ल बल्ल अनुहार देखिन्छ मान्छेको। लाइट यो गुफाको अन्त्य भयो यता। अब यहाँ सुरुवात गुफाको सुरुवात भर्खर भएको छ। नेपालको सबभन्दा लामो गुफा को त? नेपालको सबभन्दा लामो गुफा जहाँ 1000वटा बत्ती बाले पनि अन्धकार हुन्छ। अन्धकार चाहिँ यति नजिकै लाइट बाल्यो भने यसरी भुइँमा लाइट बाल्यो भने मात्र देखिन्छ। नजिकै बाल्यो भने न देखिन्छ। टाढा टाढा त देखि नै सकिँदैन साथीहरू। फ्ल्यास लाइट अफ बल्यो अफ गऱ्यो भने त देखिँदै देखिँदैन साथीहरू। मेरो फ्ल्यास लाइट यत्रो काम गरिरहेको छ। यता सिर्नीवाला नै हो। यताबाट आऊ हामी। हो यताबाट आऊ यता जाने हो। यताबाट आएको साथीहरू हामी। हेर्नु यहाँ राम्रोसँग देखिँदैन। बेसरी म यतै माथि चढिरहेको छु। हेर्नु पुरै सिमेन्ट प्लास्टर गरे जस्तो छ। हेर्नु साह्रो छ पुरै साह्रो छ। माटो नै होइन यो त। 2044 सालमा यो भेट्टाएको रहेछ। यो चाहिँ 2044 सालमा अब हाम्रो हिस्टोरिकल साथीले भनिहाल्नु भयो। नाम चाहिँ मैले झट्ट बिर्सेँ अहिले। कालो बादल अगाडि देखेर कालो बिरालो हो। यस्तो डोरीहरू पनि छ साथी। यसरी डोरीहरू हामीले प्रयोग गरेर माथि जान सकिन्छ। हो यसरी म पनि जाउँ। यसरी मैले प्रयोग गरिरहेको छु साथीहरू। हेर्नु सक्नुहुन्छ। ल साथी आउँदैछन् हेर डोरीबाट।
गाह्रो छ साथीहरू यसरी आउनुपर्छ यहाँ यो हो यसरी राखेको छ यहाँ नट सगरमाथा चढ्नुभन्दा गाह्रो छ साथीहरू सगरमाथा चढ्न चाहनुहुन्छ भने सुरुमा यो गुफा चढ्न सिक्नु साथीहरू यस्तो यस्तो यहाँ पोलहरू छ यस्तो यस्तो गुफाहरू छ साथीहरू हेर्न सक्नुहुन्छ यस्तो यस्तो माथि चमेर बस्छ उहाँ माथि चमेर बस्ने ठाउँहरू भयो हेर्नु कत्रो छ हेर्नु त यहाँ त एउटा 5-6वटा घर बन्छ यहाँ यत्रो ठुलो छ साथीहरू यता पनि यो भित्ताहरूमा पुरै यो रोचक ड्रइङ जस्तो छ कि साथीहरू यो पुरै एन्सियन्ट टाइपको ड्रइङ जस्तो छ यहाँ भ्रमण चाहिँ मर्नु अगाडि एकचोटि भ्रमण गर्नु भन्छ एकचोटि गर्नु भन्छ नि तर 2-3चोटि गर्नु चमेरा 2चोटि भयो अब मैले चाहिँ सोचेको अनुसार यहाँ चमेरा समेरा हुन्छ नि सोचिरहेको तर केही रहन्छ साथीहरू चमेरा आउने अझै आएको छैन जस्तो लाग्छ अब आउन पनि सक्छ भेटिन पनि सक्छ तर अहिलेसम्म भेटिरहेको छैन साथीहरू हेर्नु सक्नुहुन्छ बाटो कस्तो कहीँ उकालो छ कहीँ ओह्रालो छ गाह्रो छ मै थाकिसकेँ साथीहरू सास फुलिसक्यो अब यहाँ हेर्नु साथीहरू यहाँ यस्तो छ यो पुरै खाल्टो छ यहाँ पानी पुरै पानी निस्केर चिसो चिसो भइरहेको छ यता हेर्नु बल्ल बल्ल अनुहार देखिन्छ विश्वास तल हेर्न सक्नुहुन्छ इन क्यामेरा कति ह्यान्डसम ल साथी ल यसमा त अब मलाई देखा त गाई जू त्यो फोटोग्राफर हो उसलाई देखाउनु पर्यो रे उसको अनुहार आएन भनेर यहाँ पिर मानिरहेको छ नि ल टक्क आयो एउटा काले बिरालो यता छ ल ल हामी अब साथीहरू ल आउनु ल हजुर ओके छ त ल ओह्रालो यहाँ भर्याङ छ यहाँ टक्क भर्याङ त्यहाँ चाहिँ अर्को भर्याङ छ यो बत्ती बनाउने भर्याङ हुन्थ्यो नि हाम्रो गाउँतिर यहाँ चाहिँ यस्तो रहेछ यहाँ चाहिँ केटाहरू हिँड्न सक्दैन अनि यो भर्याङबाट झर्ने हो म त त्यहाँबाट ओहोरदोहोर गरेँ अस्ति हो तपाईँहरू पनि के अरे मर्नु अघि एकचोटि चाहिँ आउनु पऱ्यो क्या यहाँ नेपाल तपाईँ अमेरिका जानुहुन्छ अस्ट्रेलिया जानुहुन्छ तर आफ्नै देशमा यस्तो छ तपाईँहरू भर्याङ चाहिँ यस्तो छ ल हाम्रो एडमिन साथी चाहिँ यहाँ चढ्न आँट्नुभयो एकचोटि सगरमाथा चढेर मरेर बाजे मान्छे हुन् यसरी म हजुरलाई चढेर देखाउँदैछु साथीहरू मलाई चिन्नु नै हुन्छ होला हजुरहरूले हो यसरी झर्ने साथीहरू ल यस्तै छ साथीहरू ल मऱ्यो भने चाहिँ यो मोबाइल मेरो हुन्छ म पासपोर्ट म ह्याक गरिदिइहाल्छु नि आइटी पढायो मान्छे पारो कालो बिरालोले बाटो काट्दाखेरि केही त हुन्न नि हामीलाई नजाउँ त्यता साथी त्यता त लडिन्छ यार त्यो त तल त मा ऊ साथी लडिन्छ क्या त्यहाँ चमेरो यस्तो खतरा खतरा चमेरो छ त्यहाँ यता छ त्यहाँ माथि यस्तै छ यत्रो उकालो हेर न कसरी जाने हो बत्ती नि छैन डोरी यहाँ हराइयो भने के होला सोध्नु छ साथीहरू पुलिसलाई सम्पर्क गरिदिनु अरे हाम्रो भ्लग हेरेर ए यस्तो कति छ कति दादा नजमे बाटो खदिएर पानी हामी अब यहाँ पानीहरू छैन जाने क्रममा समय यसरी यहाँ बनाएर राखेको छ साथीहरू आउने मान्छेहरूले यो चाहिँ ढुङ्गाहरू ढल्छन् धरहरा हो रे हेर्नु साथीहरू यहाँबाट तत्र जाने सिद्ध गुफा भयो अब हामी भोलि चाहिँ अब मनोकामना यी माथि छ अरे अब साथीहरू यहाँ तत्र जानेको अब जाने क्रममा हामी जान सक्ने अवस्था छैन साथीहरू तलतिर छ ल ल जाऊँ ल म चाहिँ जान्न तिमीहरू जाऊ हिँड न साथी म जान्न क्या सक्दिनँ म जान हेर त यी बाँदर ल तिमी लाइटसम्म यो लाइटसम्म तेरो बस ल साथीहरू विश्वास छ यहीँ माथि छन् म यहाँ लाइट देखाइदिनु पर्छ केटाहरू फेरि डराउँछन् साथी जान सक्दैन ल हामी चाहिँ तल जाँदैछौँ साथी अगाडि देख्न सक्नुहुन्छ ईश्वर थापा एक कालो बादर
ल साथीहरू म जाँदैछु अब तल साथी बिस्तारै लड्यो हामी त ल साथीहरू म जाँदैछु मजाले यसरी जानुपर्ने हुन्छ यहाँ अब म चाहिँ यस्तो डाँडा पाखा हिँडेको मान्छे भएर हल्का सजिलो भइरहेको छ मलाई यस्तो यस्तो कुना काप्चाहरू छ साथीहरू हेर्न सक्नुहुन्छ यस्तो यस्तो माथिहरू माथि के छ केही देखिँदैन तल के छ देखिन सकिन्छ यहाँ चाहिँ यस्तो डोरीहरू छ साथीहरू हामीले यस्तो डोरी प्रयोग गरेर जानुपर्छ तल यसरी म गइरहेको साथीहरू हातमा मोबाइल हुँदा पनि ल साथी ल आऊ ल साथी आऊ कि साथी आऊ न आऊ साथी आऊ आऊ कि साथी हेर्नु साथी यस्तो यस्तो छ यहाँ यस्तो यस्तो पुरै यहाँ माथि त केही देखिँदैन साथी यहाँ नजिकैको माथि देखिन्छ यो फ्ल्यास लाइटले गर्दा यहाँबाट तल निस्किन्छ क्या मोटरसाइकलले ल यहाँदेखि राहत बत्ती बिस्तारै आऊ सायद ज्याकेट फोर होला यार साथी लाओ चिर्नु मजाले मजाले पसिना आइसक्यो साथीहरू यार गाह्रो छ यहाँ मेरो साथी आउँदैछन् माथिबाट हेर्न सक्नु यस्तो छ यहाँ उरालो यहाँ पानी नै छ साथीहरू यस्तो पानी देख्न सक्नुहुन्छ हजुरले हामीले यस्तै यो जमिन मुनि लगभग हामी त 10-15 मिटर जमिन मुनि गइसक्यौँ जस्तो लाग्छ हामीलाई चाहिँ यस्तो ठाउँमा छ हेर्नुहोस् अघि त ठुल्ठुलो ठाउँ थियो अब हेर्नुहोस् सानो कुना काप्चा छ साथीहरू यस्तो कुना काप्चामा साथीहरू हामी कसरी जाने अब हेर्नु साथीहरू यस्तो छ यति सानो ठाउँ छ हाम्रो ईश्वर साथी जाँदै हुनुहुन्छ अगाडि यस्तो हेरेर साथीहरू ठाउँ नै छैन साथीहरू अब यहाँ अगाडि जाने पर्ने सम्भावना छैन अब हामी फर्किनु पर्ने हुन्छ साथीहरू यता हेर्नुहुन्छ विश्वास सर एकदम रिसाउनु भएको छ उहाँ यस्तोमा गएर मर्नु मन छैन मलाई लोकसेवा पास गर्नु छ भन्नुभएको अनुरोधले गर्दा चाहिँ हामी फर्किन लागेको साथीहरू हैट साथीहरू ल हामी चाहिँ अब माथि चढ्दै जानेछौँ फेरि मान्छे देख्नै गाह्रो छ साथीहरू यस्तो पसिना आइसक्यो हेर्न सक्नुहुन्छ उहाँले कपाल पुरै भिजेको छ साथीहरू यसरी थाकिसक्यो साथीहरू यस्तो गुफाहरू छ हेर्न सक्नुहुन्छ साथीहरू ल पसिनाहरू मेरो पसिना देखा न डर लाग्यो तँलाई डर होइन मासुलाई पसिना आयो कि डर लाग्यो कि साथीहरू यहाँ साथीको पसिना हुनुभएको छ यहाँ एकजना साथी देखा न साथीहरू देख्छु नि अब कालो गुफामा कालो मान्छेले खिच्दा राम्रो साथीहरू ल ढुङ्गा छ यहाँ चाहिँ पुरै ढुङ्गा चट्टान छ ढुङ्गा चट्टान भन्नु पर्यो साथीहरू चट्टान फुटेर अब हामी यस्तो उकालो जानुपर्ने छ साथीहरू यस्तो उकालो यो उकालो सिधै चढ्नुपर्छ सगरमाथा एकचोटि सगरमा चढ्नुभन्दा अगाडि साथी यस्तै डोरी चढ्नु होला साथीहरू हेर्नु सगरमा यस्तै हुन्छ नि यसरी चढमा चढ्नुपर्छ तपाईँले यहाँ पहिलो प्रयास यहाँबाट सुरु गर्नुभयो भने तपाईँले धेरै अगाडि पुग्न सक्नुहुन्छ चान्सहरू छ साथीहरू यसरी आउनु होला यसरी डोरी साथीहरू यहाँ यस्तो ढुङ्गाको घर बनाउने क्रममा चाहिँ विश्वले बनाउँदैछन् यहाँ माथि र यो माथिको जुन देखिरहेको छ यो चाहिँ मैले बनाएको साथीहरू यो चाहिँ हेर्न सक्नुहुन्छ विश्वको घर भयो कुन चाहिँ बढी ठुलो राम्रो छ र रहेछ भन्न सक्नुहुन्छ अब चाहिँ क्रममा विश्वासले बनाउँदैछन् ल विश्वासको ईश्वरको यहाँ टपमा चाहिँ मेरो छ यहाँ तल चाहिँ ईश्वरको घर छ साथीहरू अब विश्वास घर चाहिँ यिनले चाहिँ अब यिनले चाहिँ जुन जग्गा थियो नि साथीहरू त्यो अघिको जग्गामा चाहिँ विश्वासले किनेर चाहिँ आफ्नो फेरि घर बनाउँदैछन् त्यो घर चाहिँ मन परेन र अब फेरि आफ्नो घर बनाउँदैछन् विश्वासले मलाई लाग्दैछ यो घर पनि पुनः ढल्ने सम्भावना देखिरहेको छु म साथीहरू यता अर्को घर बिगारेर कृपया ढुङ्गा नलग्नु होला यो माथि घरको ढुङ्गा तान्दै लग्नु भएको छ सरले तर धर्रा जस्तो त बनाउनु भएको छ सरले विश्वासले वा दामी हुँदैछ मेरो भन्दा एक तला माथि भइसक्यो साथीको ल ओ कङ्ग्रेचुलेसन मान्छे बनाउने साथीहरू हामी यहाँ गुफाभित्र पसिसकेको छौँ अब अड्डामा यता हेर्न सक्नुहुन्छ विश्वास सरलाई एकदम यता मलाई बलिया छ कि यहाँ यसोलाई हेर्न म त सक्नुहुन्छ लडे पनि घाउ पनि देख्यो यहाँ यस्तो घाउ भइरहेको साथीको खुट्टामा यस्तो अवस्थामा यहाँ आउँदैछ साथीहरू अब लोड भएर आइपुग्यो
यस्तो अवस्थामा हामी आइपुग्यौँ साथीहरू। के गर्नु, धेरै कुरा जिन्दगीमा भोग्नुपर्छ, अवसर लिनुपर्छ भन्ने। अन्धकार भयो कि यहाँ लाइट नदेखासम्म अन्धकार हुन्छ गुफामा साथीहरू, तपाईँलाई थाहा नै होला अब। यस्तो थाकियो साथीहरू, अब हल्का फुल्का फोटोसोटो खिच्नुपर्छ। यस्तो पसिना आइसक्यो साथीहरू, हेर्नु त यहाँ भर्खर नुहाएर निस्क्यो जस्तो भइरहेछ यहाँ। ठिक छ के गर्नु। ठिक छ ल साथीले गीत गाउँछन् यही अवसरमा अब। ल सास फेर सुरुमा सास राम्रो साथीको मुखमा अनुहार फेस्ट लाग्यो ल। कुन गीत गाउँ यार? सास फेर मजाले कुल डाउन। चस्मा ल्याउँ नि त अनि। चस्मा राम्रो आउन्न कि अनुहार देखिन्न क्या, राम्रो आउन्न, नलजाउ न। हल्का राम्रोसँग लाइट बाल्ला। गाजल टिका लगाइदेऊ तिमी, माउने बाटो कुरी बसिदेऊ तिमी, साथी सङ्गीसँग छली लुकेर आउनु, मनमा भएका कुरा सबै मलाई सुनाउनु, आँखले जवानी बात कहिले फर्किला, ला 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 ला, गाजल टिका लगाइदेऊ तिमी, माउने बाटो कुरी बसिदेऊ तिमी। ल अब चाहिँ हाम्रो यता ईश्वरले अब यो तनहु गुफाको बारेमा चाहिँ के भन्नुहुन्छ? अब तनहुको स्थान गुफाको बारेमा के भन्नुहुन्छ? तनहुको नेपालको सबैभन्दा ठुलो गुफा हो यो। यो लगभग 436 वर्ग किलोमिटरमा रहेको छ। मिटरमा गहिराई कति छ? गहिराई चाहिँ कहाँ चाहन्छ त्यस्तो। 2044 सालमा स्थापना भयो। हजुरको अनुमानमा कति गहिराईमा तल हामी छिरेको जस्तो लाग्छ हजुरलाई चाहिँ? त्यो सिधै नि निकै गहिरो। अघि जुन गहिराईमा छिर्यौँ नि हामी, त्यो चाहिँ अब 500 मिटर गहिरो छ होला। ल हामी चाहिँ तनहुको 500 मिटर गहिरो छ। यो तनहुको बासिन्दालाई चिन्नुहुन्छ होला हजुरले। अनुहार नपरे, अनुहार नपरे पनि अनुहार परे जस्तो देखिन्छ तर। ल अब अर्को गीतको पाला आइसकेको छ हाम्रो। ल अब अर्को गीत के गाउने यार? छोटो ब्रेक पछि अब यहाँ कुन गीत भन नि त? अहिले काट न एकछिन, कुन गीत भन्नु पर्यो? नारायण गोपालको गीत एउटा उठ्यो जासले। कुन नारायण गोपालको? गाजल त्यो लाग्न ल। मतलाले गुरास भएछु, मतलाले गुरास भएछु, मनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु, मतलाले गुरास भएछु। ल बा ल पुनः ब्रेकमा आएको छौँ हामीहरू। अब पुनः ब्रेकमा चाहिँ अब तिमी के भन्दैौ नि त? कस्तो तनहुको अनुभव कस्तो? तनहुको अनुभव सुन्न चाहनुहुन्छ साथीहरू? म चाहिँ अब तनहुको आफ्नो फेलोसिप प्रोग्राम सकेर राति 2 बजे आएको थिएँ। 2 बजे यहाँ डुम्रीमा झरेको साथीहरू, लिनलाई 2 घन्टा लाग्यो यिनीहरूले। राति 2 बजे रुममा पसियो। त्यसपछि चाहिँ हिजो तनहुको ईश्वरको घरबाट 2 पहिला तल टकेर यहाँ मर्साङ्गेरी खोलामा गइयो र आज यहाँ गुफामा छिरिएको छ। बन्दीपुर घुमेर सिद्ध गुफा घुम्न आएको छौँ। सिद्ध गुफा डाँडामा घुम्न आएको छौँ साथीहरू। डाँडा भन्दा पनि खुट्टा सुट्टा सबै दुखिसक्यो साथीहरू। यहाँ पसिना हेर्न सक्नुहुन्छ आफूले। अब के गर्ने यता? अब शुभ समाचार यताबाट भन्नुहुन्छ। बन्दीपुरको बारेमा के भन्न सक्नुहुन्छ? बन्दीपुर पहाड की रानी भनेर पनि चिनिन्छ र यहाँ साथसाथै भौगोलिक सुन्दरता धेरै नै छ। टुरिस्टहरू पनि देखिरहेको थियौँ। राम्रो भ्यू हेर्न सकिन्छ यहाँ। भयो ल हामीले बजारमा टुरिस्टहरू पनि देखिरहेको साथीहरू। अब एउटा टुरिस्टै मै हो, एउटा टुरिस्ट चाहिँ उहाँ हुनुहुन्छ। उहाँको साथीहरू चाहिँ एउटा यता हुनुहुन्छ। अनुहार नपरे पनि एकदम राम्रो देखिनुहुन्छ, तर कालो हुडीमा कालै बाँदर। ल पुनः हाम्रो अब पुनः फेरि गीत पुनः साङ्गीतिक कसैले ल्याउँदै हुनुहुन्छ हाम्रो विश्वास सरले। ल विश्वास अब जोन चामलिङ राई। म माया मार्दिन भन्न नि सक्दिन, म माया मार्दिन तिमी मनमा छौ मेरो, सम्झना हौ मेरो, कहिले छाड्दिन तिमी मनमा छौ मेरो, सम्झना हौ मेरो,
कहिले छाड्दिन ल ल साथीहरू पुनः ब्रेकमा आज हामीले अब सुनाउँदैछौँ आजको दिनचर्या भन्दाखेरि आज के भयो भन्दाखेरि पुनः हामी 10 बजे प्लान भयो कि हामी अब बन्दीपुर जाने त्यसपछि चढ्यो हामी गाडीमा देख्न सक्नुहुन्छ हजुरले बिहानको भिडियो त्यसमा हामीले गाडीमा चढेर सुरुमा त हाम्रो इस्टोसरले अब मलाई लुट्ने तरिकाले चाहिँ 600 रुपियाँ ट्याक्सीमा जाने तयारी भइरहेको थियो 600मा तर उक्त गाडी भेटेको छ 60 रुपियाँमा गाडीमा आइयो हामी र अहिले हाम्रो 600 रुपियाँ बिहानै सकिनेमा अझ हाम्रो पुरा सबै घुमघाममा 500मा सकिएको छ र पुनः खाजाको व्यवस्था बेलुका हुनेछ यति भन्दै अब फेरि पुनः हाम्रो अर्को गीत कुन थियो आजको अन्तिम गीत हाम्रो त्यो सरको के जोन चामलिङको अर्को छ नि पूर्ण राईको फ्यान हो नि त तिमी पूर्ण राईको फ्यान के रे त्यसको पूर्ण गाजालु तिम्रा आँखा लजालु भाका तिम्रा अड्कलनै गर्न गाह्रो बयानै गरु कहाँबाट बल्लले भयो कि त्यो बल्लले भयो होला बल्लले भए बलै बोलाउँथे करले हुने भए करै पो गर्थे मनका कुरा नहो मनले बुझ्ने माया गरी मन मेरो फुट्यो बुन्नलाई आँखाहरू चुन्नलाई ओठ बुझाउनलाई त मन नछदैछ